सम्पूर्णमा नमस्कार। आज चाहिँ म आइसिसी मेन्स टी20 वर्ल्ड कप 2026 को गेम चाहिँ कसरी मोबाइलबाट हेर्न सकिन्छ भन्ने बारे भिडियो बनाउन गइरहेको छु। यो गेम चाहिँ इन्डिया र श्रीलङ्काले आयोजना गरेको छ भने इन्डिया र श्रीलङ्कामा नै यो गेम चाहिँ भइरहेको छ। नेपाल पनि प्रतिनिधित्व गरेर आइसिसी मेन्स टी20 वर्ल्ड कप खेल्दैछ। सुरुमा चाहिँ अब मोबाइलको एप स्टोर अथवा प्ले स्टोरमा जाने, त्यसपछि माथि सर्च बक्समा गएर आइसिसी अफिसियल सर्च गर्ने। आइसिसी अफिसियल सर्च गरिसकेपछि तल आइसिसी अफिसियलको एउटा एप आउँछ, त्यसलाई इन्स्टल गर्ने। इन्स्टल गरिसकेपछि त्यसलाई ओपन गर्ने। ओपन गर्दाखेरि चाहिँ त्यहाँ विभिन्न किसिमको प्रक्रियाहरू पुरा गर्नुपर्ने छ। त्यहाँ जिमेल आइडी, गुगल आइडीहरू माग्छ, आफ्नो राष्ट्र कन्ट्रीहरू चुज गर्ने आउँछ। त्यसपछि त्यो सबै प्रक्रिया पुरा गरिसकेपछि मोबाइलबाट नै आइसिसी मेन्स टी20 वर्ल्ड कप 2026 चाहिँ सजिलै रूपमा लाइभ हेर्न सकिनेछ। यो भिडियो सुरुदेखि अन्तिमसम्म हेर्नुहोला। त्यसपछि आफ्नै फोनबाट सजिलै तरिकाले आइसिसी मेन्स टी20 वर्ल्ड कप 2026 हेरेर मजा लिनुहोला।